लौ न यो टिकटक खोल्यो कि जति बेला पनि फुड च्यालेन्ज मात्र देखाउने। आज आमा ग्याङ मिलेर छोरी बोकेर भए पनि रहर पुरा गरियो। अब भिडियो सुरुबाट है त। चस्मा लाएर आमा छोरी चिटिक्क परेर लाग्यो। कहिले कसै यसरी हिँड्दा पनि रमाइलो लाग्ने। एक त बच्चासँग काम पनि छैन, फुर्सद पनि छैन भने जस्तो कि आज बिहान अचानक गइदिउँ भनेर सबैजनाको प्लान भयो। सो सबैजना जम्मा भएर त्यही नजिकैको एउटा नेपाली पसलमा गएर सामानहरू किन्न थाल्यौँ। हामी चाहिँ सुरुमा अलग अलग छुट्टै छुट्टै सामान किन्नु भन्दा एकमुष्ट सबैजना मिलेर किनौँ भनेर 2 झोला सामान किनेर जुन पार्कमा जाने त्यही छेउमा एकजना साथीको घर थियो। उता जाँदैछौँ, माथिबाट चाहिँ उसको छोरीले हेरेर हामीलाई कुरिरहेको रहेछ बिचरा। एकजनाले मोमो पकाउँदै, एकजनाले चटपटेको लागि सामान गराउँदै, अनि म र एकजना साथी सानो बच्चा भएको भएर उसलाई जौलो सौरो खुवाउन यताउता ठिक्क भएको थियो। बच्चासँग गइसकेपछि खानासाना रेडी गरेर झोला झाम्टी बोकेर लाग्यो पार्कतर्फ। त्यहाँबाट 2-3 मिनटको वक थियो। मोबाइल हेरेको बुढोको मिसकल आइरहेको रहेछ। कल ब्याक गरेँ, छोरीलाई हेर्नुभयो, ल इन्जोय गर है भनेर भन्नुभयो। म चाहिँ नानी पेटमा हुँदा चाहिँ यहाँ अलमदामा सिफ्ट भएको थिएँ। अनि घर छेउकै पिङ्गदोसको पार्कमा चाहिँ यो अहिलेको ग्याङहरूलाई चाहिँ देखिरहेको थिएँ जम्मा भएर गफ गरिरहेको। म चाहिँ आइमा ग्याङहरूसँग मिल्दिनँ, झ्याउ लाग्छ भनेर भन्थेँ। पहिला हाँसो उठेर आउँछ। अहिले त्यही ग्याङसँग बच्चा भइसकेपछि बच्चाकै आमाहरू खोज्दै हिँडिने रहेछ कि। चाहिँ अलमदाको माथि हाइटमा छ। यहाँबाट चाहिँ किस्टोरोए अनि पारी लिस्बन अनि यो ब्रिजहरू कस्तो मजाले देख्छ भ्यू। अनि 2टी सानी महारानीहरू चाहिँ स्टलरमा बसेर एकअर्कालाई हेर्दै मसक्क मस्किरहेछन्। एकछिनमा चाहिँ तन्नासना बिछाएर नानीहरूलाई चाहिँ तल राखिदिएँ। त्यसपछि कसैले चाहिँ चटपटे बनाउनतिर लागे। नेपालमा हुँदा साथीभाइ खेरेर घुमिराख्नु पर्ने म यहाँ आएर काम गर्न थालेँ। त्यसपछि नानी पेटमा भइहालेँ। घरको घर नजिकको पार्क। मेरो जिन्दगी त्यही रह्यो। के गर्नु, यस्तै त हो विदेशको ठाउँमा। नेपालमा भए पो यताउता जानु। अनि अब हाम्रो चाहिँ गेम सुरु भयो। नानीले अरूसँग मान्दै नमानेर बोकेर भए पनि इच्छा चाहिँ पुरा गरियो। गेम खेलियो। गेम खेलेको फुल भिडियो चाहिँ म अर्को टिकटक बनाएर हाल्छु। यहाँ चाहिँ थोरै एक त दिउँसो गर्मी नै थियो। झन् बच्चासँग दौडिँदा त पसिनै पसिना भएको थियो। लगभग खानेकुराहरू पनि प्लेटमा राखेको सक्यो। हामीले चाहिँ पुरै खाना राखेको थिएनौँ। च्यालेन्ज गर्दाखेरि कसैलाई खाना पाउला नपाउला भनेर बाँकी थियो। त्यो अलिअलि बाँडेर त्यो पनि खाँदै बसिरहेको थियौँ। अनि नानीलाई चाहिँ सुन्तला एकदम मनपर्ने भएको भएर सुन्तला खुवाएँ। आफूलाई त फोटो भिडियो भनेपछि रुक्कै अब फोटोसुट गर्नतर्फ लागेँ। अघि एकछिन रोइ, मसँग मात्र बस्ने भन्छ नानी। अहिले चाहिँ खुसी नै छि। अनि एकछिन पछि पार्कमा फेरि बसेर गफसफ गऱ्यौँ, भिडियोहरू हेऱ्यौँ, हाँस्दै थियौँ। यस्तै त हो नि, विदेशको ठाउँमा एक्लै बस्नुभन्दा यसरी ग्रुप बनायो, गयो, रमाइलो। छोरी यति रोइरहेको थिइन्। एकछिन पछि त त्यहीँ साइडमा 2जना ब्राजिलियन बच्चाहरू रहेछ। पढ्दै मस्किँदै थिएँ। हे भगवान्, हाइटमा भएको भएर होला 6:30-7 बजीसम्म मजाले घाम लागेको थियो। घरको घरमै बसेर पोस्टमार्टम डिप्रेसन हुनुभन्दा, एन्जाइटी हुनुभन्दा यसरी ग्रुप बनायो, घुम्यो फिर्यो, जस रमाइलो हुन्छ। आजको दिन पनि हाम्रो सानो पिकनिक जस्तो पनि भयो। गेम पनि खेलियो, रमाइलो भयो। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। बाई बाई।